हामी भान्सामा आइपुग्यो हाम्रो भैयाजीको भान्सामा यो आज चाहिँ यहाँ पाक्दैछ तपाईँको हो उहाँको भान्सामा चाहिँ आज पाक्दै रहेछ यो के हो भैयाजी यो होइन होला हौ यो त अरे बाक्सा रहेछ नि यो सुँगुर अच्छा के हाल्नु भयो यसमा बताउनुहोस् त सुँगुरमा चाहिँ जिरा है लसुन अदुवा चाहिँ परेन अब प्याज टमाटर हल्का लु हेर्नुहोस् गजको गाउँले पाराको यो सुँगुरको मासु चाहिँ पाक्यो है अब रातो चाहिँ अलिक कम रहेछ है कि भैयाजीले यस्तो यो चर्बीदारै मनपर्छ चर्बीदारै है तपाईँले यो माफ गर्नु होला यो ढकनीले लडी पठायो कि लु हेर्नुहोस् यस्तो भर बासना आउँदैछ हेर्नुहोस् ल अरे बाप रे बाप योसँग चाहिँ अब भात हल्का तपाईँको टमाटरको अचार छ ए छैन पनि कि त्यो अचार छ भने है यसमा त अब उयो रस हो तपाईँको रसवाला हो यो तपाईँको हल्का जान्छ हजुर कि छड्लङ्गै जान्छ नि यति झर्लङ्गै हाल्नुपर्छ तपाईँ अहिले त रसवालै खानुपर्छ कि रसवाला है यो गाउँको हो फेरि है पक्का गाउँमा पालिएको सुँगुर हो लु बहुत बहुत धन्यवाद भाइ